आज हामी इतिहासको एउटा यस्तो लडाईँको कुरा गरौँ जसले साँच्चै एउटा विशाल विरासत बनायो। यो कथा हो नालापानीको र यसको केन्द्रमा रहेका एक कमान्डर कप्तान बलभद्र कुँवरको। अब सुरुमै यो दृश्य कस्तो थियो त्यो हेरौँ है त। एङ्ग्लो नेपाल युद्धको सुरुवातमा नालापानीको किल्लामा शक्ति सन्तुलन कस्तो थियो भने एकातिर थिए जम्मी 600 नेपाली र यी सिपाही मात्र थिएनन् है, उनीहरूका परिवार, महिला, बालबालिका पनि थिए। अनि अर्कोतिर थियो ब्रिटिस इस्ट इन्डिया कम्पनीको 3500 भन्दा बढीको विशाल र आधुनिक सेना। अब अंग्रेजहरूलाई त के थियो र, उनीहरूको संख्या यति ठूलो थियो, उनीहरूले सोचे यो सानो किल्ला त के नै हो र। अनि उनीहरूले किल्लाका कमान्डर कप्तान बलभद्र कुँवरलाई एउटा चिठी पठाए आत्मसमर्पण गर्नका लागि। तर कुँवरको जवाफ त्यो त उनीहरूले सोचेको जस्तो थिएन। उनको जवाफले अंग्रेजहरूको घमण्डलाई सिधै चुनौती दियो। उनले भने, यस्तो बेमौसमको रातमा चिठीको जवाफ दिने चलन छैन, बरु म छिटै तिम्रो शिविरमा तिमीलाई भेट्न आउनेछु। सोच्नुस् त, यो कुनै वार्ताको प्रस्ताव थिएन, यो त सिधै चेतावनी थियो। ल, त्यसो भए अक्टोबर 31 मा अंग्रेजहरूले पहिलो आक्रमण गरे। उनीहरूलाई त के लागेको थियो भने यो किल्ला त केही घण्टामै हाम्रो हातमा आउँछ। उनीहरूको योजना, जुन मेजर जेनरल गिलेस्पीले बनाएका थिए, त्यो एकदमै क्लासिक थियो। चारैतिरबाट एकैचोटि हमला गर्ने, ताकि किल्लाभित्रका रक्षकहरूलाई अलमलमा पार्ने र सजिलै जित्ने। तर योजना त योजनामै सीमित भयो, त्यो समन्वित आक्रमण त सुरु हुनै पाएन। कप्तान कुँवरको प्रतिरक्षा यति बलियो थियो, यति अचूक थियो कि किल्लाको पर्खालबाट आएको तोप र गोलीको वर्षाले आक्रमणकारीहरूलाई धस्तै पारिदियो। अनि त्यसपछि भयो त्यो घटना जसले त युद्धको पूरै पासा नै पल्टाइदियो। अंग्रेजहरूको कमान्डर मेजर जेनरल गिलेस्पी आफ्नै सिपाहीलाई उक्साउन खोज्दा एक नेपाली निशान्चीको गोलीको शिकार भए। यो घटनापछि त आक्रमणकारी सेनामा हल्लीखल्ली मच्यो, उनीहरू नेतृत्वहीन भए। अब यति ठूलो अपमान र आफ्नो जनरल गुमाएपछि अंग्रेजहरूले आफ्नो रणनीति नै बदले। अब सिधै आक्रमण गर्ने आँट त उनीहरूमा थिएन। त्यसैले उनीहरूले एउटा क्रूर तरिका अपनाए, घेराबन्दी गर्ने, किल्लालाई भित्रै भोक र प्यासले मार्ने योजना। यो टाइमलाइनले हामीलाई देखाउँछ कि कसरी लडाई केही घण्टाको खेलबाट 1 महिना लामो सङ्घर्षमा बदलियो। पहिलो आक्रमण फेल भयो, दोस्रो आक्रमण पनि फेल भयो, अनि त्यसपछि अंग्रेजहरूले आफ्नो सबैभन्दा निर्दयी हतियार प्रयोग गरे, तिर्खा। उनीहरूले किल्लाको पानीको स्रोत नै काटिदिए। पूरा 3 दिन किल्लाभित्रका महिला, बालबालिका, सिपाही सबैले एक थोपा पानी बिना बिताए। एकछिन सोच्नुस् त, त्यो अवस्था, बाहिरबाट लगातार बमको वर्षा भइरहेको छ अनि भित्र पिउनलाई पानीको एक थोपा पनि छैन। अब त मृत्यु निश्चित थियो, कि त तिर्खाले कि त बमले। तर यस्तो अवस्थामा पनि कप्तान कुँवरले हार मानेनन्। बरु उनले एउटा यस्तो निर्णय लिए जसले इतिहास बनायो। जम्मा 70 जना उनले आत्मसमर्पण गरेनन्, बरु बाँकी रहेका ती 70 जना योद्धाहरूलाई लिएर अंग्रेजहरूको त्यो विशाल घेरा तोड्न निस्किए। यो हार स्वीकार्नु थिएन, यो त सम्मानको लडाईँ थियो। अनि जे भयो त्यो साँच्चै पत्याउनै नसकिने थियो। भोक र प्यासले थकित ती 70 जनाले 5000 भन्दा बढीको अंग्रेज सेनाको घेरा तोडेर भाग्न सफल भए। उनीहरूले पछाडि एउटा रित्तो ध्वस्त किल्ला छोडे, तर आफ्नो सम्मान र स्वतन्त्रता लिएर गरे। हो, अंग्रेजहरूले त्यो रित्तो किल्ला त कब्जा गरे, तर के त्यो साँच्चै उनीहरूको जित थियो? वास्तविक नैतिक विजय त बलभद्र कुँवर र उनका सिपाहीहरूको भयो। र यो युद्धले एउटा यस्तो विरासत छोड्यो जुन त्यो किल्लाको पर्खालभन्दा धेरै टाढासम्म फैलियो। यही लडाईँ थियो जसले गोर्खालीहरूको वीरताको प्रतिष्ठा संसारभर फैलायो। अंग्रेजहरू उनीहरूको बहादुरीबाट यति प्रभावित भए कि उनीहरूले आफ्नै शत्रुको सम्मान गर्न थाले। यही आपसी सम्मानले नै पछि गएर ब्रिटिस सेनामा गोर्खा भर्तीको 200 वर्षभन्दा लामो गौरवशाली परम्पराको जग बसाल्यो। र त्यो सम्मान कति गहिरो थियो भन्ने कुरा यो स्मारकले बताउँछ। इतिहासमा यस्तो सायदै कहिले भएको होला जहाँ विजेताले हारेको शत्रुको सम्मानमा स्मारक बनाउँछ। तर अंग्रेजहरूले कप्तान बलभद्र कुँवर र उनका साहसी योद्धाहरूलाई सम्मान दिन ठिक त्यही गरे। अनि यसले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ, होइन त? जब तपाईको शत्रु नै तपाईको वीरताको सम्मानमा स्मारक बनाउन बाध्य हुन्छ,
तब हार र जितको वास्तविक अर्थ के रहन्छ त? कप्तान कुँवरले नालापानीको किल्ला त गुमाए, तर उनले आफ्नो नेतृत्व र अदम्य साहसले सम्मानको यस्तो विरासत जिते जुन आज पनि अमर छ।